हेलो साथीहरु, वेलकम ब्याक टु माई च्यानल रेजिना डाङ्गी ब्लग। फेरि पनि हजुरलाई मेरो च्यानलमा स्वागत छ। सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु र म पनि एकदमै सन्चै छु। अनि भन्नुहोस् हजुरकोतिर के कतिको गर्मी छ? हाम्रो त यता त गर्मी नै छ। आज साथीहरु मलाई के भन्छन् गरे क्लास भेटाउनै ढिलो हुन्छ जस्तो लागिसक्यो। हे 12:30 हुन लागिसक्यो। 1 बजे तुलसीपुर पुग्नु छ। म यहाँ 12:30 हुन लागिसक्यो। म अझै यहीँ छु के केरा गइ पुग्ने हो। बस भेटाउन पनि उतै तल जानुपर्छ। बस यहाँ रहेन छ। आज म ढिलो पुग्ने भए। यहाँ अगाडि चाहिँ साथीहरु आज गेम छ। घुराइबाट आउने बस चाहिँ आइसक्यो। तुलसीपुर जाने बस किन आउनु अझै बस आएको छैन साथीहरु, कतिखेर आउने हो? यता चाहिँ यहाँ खेलेर पाइल पनि खेल्न चाहिँ हेर्न सक्नुहुन्छ। यहाँ शुद्ध गेम भइरहेको। अनि एउटा मेरो बस चाहिँ आउँदैन। अहिले चाहिँ म बसमा आइसकेँ। कतिखेर पुग्ने हो? अहिले चाहिँ हामीहरू बिजौरी आइसक्यौँ। बिजौरी तुलसीपुर बजार हेर्न सक्नुहुन्छ साथीहरु। होइन मेरो त यही अगाडि हो। यस्तो घाममा पनि म बिना छताको हिँडिरहेको छु। म आएको बस यो साथीहरु यो निलो बस। 5 मिनेटमा चाहिँ सब क्लास सुरु हुन म खेल्दै छु। तरकारीहरू केराहरू हेर्नु साथीहरु, केराहरू हेर्नु साथी केरा। सिरप लसुनहरू हेर्न सक्नुहुन्छ कता। म प्रवेश गरिसकेँ। अहिले चाहिँ अब हामी पढ्न जान्छौँ। किन यहाँ बस्छ सबै? केही गर्नु पऱ्यो। ए आइसक्यौँ। एउटा मेरो साथी हिँडेको छ नि। हिजो किन आइन्यो? हिजो किन आइन्यो? ए आउँछ माथि। अहिले चाहिँ म हाम्रो क्लासमा आइसकेँ। आइसक्यौँ। अब यहाँ केही बेर परेर यो मेरो झोला अनि म सलाम बाहिन अहिले आउनु। हाम्रो चाहिँ क्लास सकेर अब क्लासदेखि बाहिर मतलब अब घरतिर। अब म चाहिँ बस चढ्न जाँदैछु। बस चढेर त्यसपछि म गेम हेर्न जान्छु नि। हजुरहरू पनि गेम हेर्नुला मसँगै। हेर्नुहोस् तुलसीपुर बजार। तुलसीपुर बजार हेर्न सक्छ। एउटा म चिज देखाउँछु। रातो कार हेर्नु नि साथीहरु। सानो सानोमा हामीले रातो कार देख्यौँ भने गुड गर्थ्यौँ किनकि मिठो खान पाइन्छ भनेर। अहिले चाहिँ मैले गर्दैन। अब हामी बस प्रवेश। बसमा प्रवेश भइसकिसक्यो मेरो। अब नरिवल बेच्न राख्नु छ तर मसँग पैसा छैन। म चाहिँ अहिले झरिसकेँ। अब म उता साइडमा जानु पऱ्यो। एकचोटि गेम खेलेर जानु पऱ्यो एक्लै। हामी बहिनीहरू पनि आउँछु भन्दै आएको छन् कि नि। हामी बहिनीहरू पनि यहीँ छौँ त झन् कहाँ छन् तिनीहरूलाई कहाँ खोज्ने होला। बसहरू त हाम्रो बहिनीहरू चाहिँ कहाँनिर पो छन् हौ।
हामी पनि भेट्ने के अझै गेम सुरु भएर हुन्छ साथीहरू म चाहिँ अलि छिटै आइपुगेको छु कति राम्रो नानीहरू आउँदैछ उताबाट हामी नानीहरू कहाँ आउँदैछन् हौ साथीहरू म चाहिँ त्यहाँभित्र गेम धेरै खेलिनँ कि किनभने चाहिँ गेमै स्टार्ट भएर जान्छ त्यहाँ अझै नानीहरूलाई खोजे नानीहरू पनि कोही भेटेनन् कहाँ कुन चाहिने ग्रुपमा थियो तिनीहरू पनि देख्न एक्लै अर्कै लाग्यो अब चाहिँ म घर जाँदैछु छोडी आइसक्यो उता पछाडि छ त्यो ठाउँ चाहिँ गेम खेलिरहन् कोही साथी भेटेछन् भने आउनेछु नत्र भने अब म घर गएर सुत्नेछु यस्तै जाली नागी घर छिटो जान पर्दा म यस्तो सर्टकट बाटो चढेर यस्तरी यहाँबाट खेतै खेत गरेर माथि गाउँ निस्किन जान्छु कि उताको बाटो छोडेर यस्तो घाममा हिँडेर जानुपर्छ पढ्न पनि गाह्रो छ ल साथी यति नै आजको भ्लग बाई अब म चाहिँ घर जान्छु लास्टै घाम